शुभ दिन। आज हामी पदवर्गबारे अध्ययन गर्नेछौँ। पदवर्ग अर्थात् शब्दहरूको वर्ग पदवर्ग हुन्छ। यसलाई हामी अर्को शब्दमा शब्दवर्ग पनि भन्न सक्छौँ। पद र शब्द एउटै कुरा हुन्। वाक्यमा प्रयोग गरिएको अवस्थामा त्यसलाई पद भनिन्छ भने वाक्य बाहेक स्वतन्त्र रूपमा कुनै एकाइलाई हामीले उल्लेख गर्यौँ भने त्यो शब्द हुन्छ। जस्तै घर एउटा शब्द हो, घर शब्द हो। यसैलाई वाक्यमा प्रयोग गर्दा जस्तै म घर जान्छु भनेर हामी यदि लेख्ने हो भने अब यो घर पद हो, किनकि यहाँ वाक्यमा प्रयोग गरिएको छ। त्यसकारण पदवर्ग र शब्दवर्ग सामान्यतया उद्देश्यका हिसाबले एउटै कुरो हुन्छ। अब हामी यसरी आएका पदहरूको वर्ग अथवा तिनीहरूको कोटि, तिनीहरूको पहिचान, तिनीहरू कुन समूहमा पर्छन् भनेर समूह निर्धारण गर्ने काम गर्छौँ। त्यसकारणले पद वर्गका लागि हामीसँग 9 वटा समूहहरू छन्। नाम, सर्वनाम, विशेषण, क्रिया, नामयोगी, संयोजक, विस्मयादिबोधक, निपात, क्रियायोगी। यसरी 9 वटा एकाइहरू पद वर्ग अन्तर्गत पर्छन्। त हामीले कुनै पनि शब्दको अथवा कुनै पनि पदको वर्ग पहिचान गर्दा यो नाम हो कि, सर्वनाम हो कि, विशेषण हो कि, क्रिया हो कि, नामयोगी हो कि के हो भन्ने कुराको पहिचान गर्नका लागि यो पाठ सहयोगी हुनेछ। हामीले नाम, सर्वनाम, विशेषण, क्रिया र अव्यय भनेर पनि यसलाई भन्न सक्छौँ। अव्ययकै 5 वटा प्रकारहरू, यो नम्बर 5 देखि 9 सम्मको अव्ययकै प्रकार हो। यी अव्ययकै प्रकारलाई पनि हामीले छुट्टा छुट्टै राखेर पद वर्गका लागि समूह निर्धारण गर्ने अथवा वर्ग निर्धारण गर्ने हाम्रो परम्परा छ। फेरि केही जाउँ प्रश्नमा। कुनै पनि वाक्यमा वर्ग पहिचान गर्ने काम पद वर्ग हो। प्रश्नहरू सोधिन्छन्, म भनेर सोधिन सक्छ, जान्छु कुन पद वर्ग हो भनेर सोधिन सक्छ, घर कुन पद वर्ग हो भनेर सोधिन सक्छ। जुनसुकै पदहरूको पनि वर्ग सोध्न सकिन्छ अथवा हामीले त्यसको बारे चिन्तन गर्न सक्छौँ। त यसलाई समस्या समाधान गर्नका लागि एउटा संक्षेपमा यो भिडियो तयार गरिएको छ। हामीले नामको बारेमा, सर्वनामको बारेमा, विशेषणको बारेमा, क्रियाको बारेमा बेग्लै भिडियोमा गएर पनि यसको विस्तृत अध्ययन गर्न सक्छौँ। तर यो भिडियोको मूल उद्देश्य चाहिँ के हो भने यी 9 वटै पद वर्गहरूलाई एकै ठाउँमा छोटकरीमा असाध्यै संक्षिप्त रूपमा कसरी सजिलैसँग बुझ्ने, तिनीहरू सबैलाई एकै ठाउँमा राखेर कसरी हामीले ग्रहण गर्ने, त्यसको अर्थ निकाल्ने भन्ने कुरा बुझ्नका लागि यो भिडियो सहयोगी हुनेछ। हामी कुरा सुरु गरौँ नामबाट। नाम, को, के, कहाँ भन्ने यी 3 वटा प्रश्नको तोकिएको उत्तरलाई नाम भनिन्छ। प्रश्न 3 वटा मात्रै छन्, को, के, कहाँ, र त्यसको तोकिएको उत्तर त्यो चाहिँ नाम हुन्छ। जस्तै म घर जान्छु भन्दा को घर जान्छ भन्दा म। तर म भनेको जसले पनि आफ्नो नामलाई म भन्न पाउने भयो, यो तोकिएन। हरि पढ्दै थियो, हरि पढ्दै थियो भन्दा को पढ्दै थियो, हरि पढ्दै थियो। को, हरि तोकियो। त्यसकारणले यो तोकिएपछि को भनेर तोकियो, त्यो नाम भयो। ऊ स्याउ खान्छ, के खान्छ, स्याउ खान्छ। स्याउ तोकियो, तोकिएको कारणले स्याउ नाम पद भयो। त्यस्तै गरी कहाँ, तिमी काठमाडौँमा थियौ, कहाँ, काठमाडौँमा, त्यो काठमाडौँ नाम भयो। सीता धरान गई छे, कहाँ गई छे, धरान, धरान तोकिएपछि त्यो नाम भयो। म सबैलाई माया गर्छु, के गर्छु, माया गर्छु। त्यहाँ भिड छ, के छ, भिड छ, भिड नाम भयो। उसले मकै रोपेछ, के रोपेछ, मकै, मकै नाम भयो। यसरी कुनै पनि कुरा तोकियो भने यो को, के, कहाँको उत्तर तोकियो भने त्यो नाम हुन्छ। जस्तै यसैलाई फेरि म के गर्दै थियो, हरि के गर्दै थियो भनेर के गर्दै, यस्ता किसिमका प्रश्नहरू हामी गर्दैनौँ। त्यस्तो तरिकाले यो भिडियो तयार गरिएको छैन। हामी के मात्रै सोध्छौँ, के गर्दै, केसँग, के भनेर, केले, केलाई, के गरी, यस्ता किसिमका प्रश्नहरू हामी यहाँ गर्दैनौँ। के मात्र के अथवा को, कहाँ, यस किसिमको प्रश्नको उत्तरमा हामी नाम पद भेट्छौँ। त्यस्तै अर्को चर्चा गरौँ सर्वनामको बारेमा। प्रश्न एउटै हो, किनभने सर्वनाम भनेकै नामको सट्टामा आउँछ। को, के, कहाँ नै प्रश्नहरू, तर नतोकिएका उत्तरलाई चाहिँ हामी सर्वनाम भन्छौँ। म घर जान्छु, को घर जान्छु, म तोकिएन। को, कसले चाहिँ म भन्ने तोकिएन। राम, श्याम, सीता, गीता आफ्नो नाम त्यहाँ तोकिएको छैन। त्यसकारणले यो सर्वनाम भयो। ऊ त मरेछ, ऊ, को, ऊ जो पनि हुन सक्छ। त्यसकारणले
यो पनि नतोकिएको उत्तर भयो, त्यसैले यो सर्वनाम हो। तिमी त्यहाँ बस, कसैले भन्यो तिमी त्यहाँ बस, यसमा पनि त्यहाँ भन्नाले कहाँ भनेर तोकिएन, त्यसकारणले त्यो त्यहाँ पनि सर्वनाम भयो। कहाँ? त्यहाँ, तोकिएको छैन। बेन्चमा, कोठामा, रुखमा, खाटमा, ओछ्यानमा तोकिएन, त्यसकारणले यो सर्वनाम भयो। उसले के खाएछ भनेर प्रश्न गरियो, उसले के खाएछ भनेर सोद्धा के को उत्तरमा स्याउ, सुन्तला, आँप, भात जे पनि आउन सक्छ, त्यसकारणले यो पनि सर्वनाम नै हो, प्रश्नवाचक। त्यसैले यो नतोक्ने बित्तिकै के भनेर सोद्धा आउने उत्तरहरू अथवा के आफै पनि यो सर्वनाम हुन्छ। अनि हामी फेरि बुझौँ, सर्वनाम भनेको जहिले पनि नामको विकल्पमा आउँछ। सर्वनामको विकल्पमा हामी फेरि नाम भर्न सक्छौँ। त्यस्तै गरी ऊ गयो भनेर एउटा वाक्य लेख्यो भने ऊ गयो, यसलाई हटाएर हामी यसको सट्टामा राम, श्याम, हरि को भर्ने हो, नाम भर्न सक्छौँ। त्यसकारणले सर्वनाम भनेको जहिले पनि नामको विकल्पमा आउँछ र सर्वनामको विकल्पमा फेरि नाम आउन सक्छ। नाम आउने सक्ने स्थिति हुनुपर्छ। यदि त्यसको विकल्पमा नामको प्रयोग गर्न सकिँदैन भने त्यसलाई हामी सर्वनाम भन्दैनौँ। यसरी को, के, कहाँलाई तोकिएको अवस्थामा नाम र नतोकिएको अवस्थामा सर्वनाम भनेर हामीले छुट्याउन सक्छौँ। फेरि कुरा गरौँ विशेषणको बारे। विशेषण 5वटा प्रश्नको उत्तरमा आउँछ। कस्तो, कत्रो, कति, कसको र कुन। राम सज्जन छ, कस्तो छ? सज्जन। कस्तोको उत्तरमा आउने शब्द सज्जन विशेषण हुन्छ। हरि ठुलो भएछ, कत्रो? ठुलो। त्यसैले कत्रोको उत्तरमा आउने यो पनि विशेषण हुन्छ। यो सामान 4 कुने छ, 4 कुने। कस्तो छ? 4 कुने छ, फेरि विशेषण हुन्छ। कति? म धेरै भात खान्छु, कति भात? धेरै भात। यो पनि विशेषण हुन्छ कतिको उत्तरमा। ऊ हरिको भाइ हो, हरिको भाइ भन्दै गर्दा यो हरिको, कसको भाइ? हरिको भाइ। यो हरिको भन्ने शब्द पनि विशेषण हुन्छ। ऊ मेरो भाइ हो भन्यो भने मेरो पनि विशेषण हुन्छ। हामी सामान्यतः यहाँ झुकिन सक्छौँ, हरि शब्द नामपद हो, को भन्दा हरि नामपद हो, तर हामीले को अथवा कसको भनेर यहाँ प्रश्न राखेनौँ, हामीले शुद्ध को मात्र राख्यौँ। विभक्ति नजोडिएको प्रश्न, विभक्ति जोडिएपछि फेरि यसको उत्तरमा भिन्नता हुन सक्छ। यसरी शुद्ध प्रश्नको उत्तरमा मात्रै हामीले यो नियम लगाएर पदवर्गको पहिचान गर्न सक्छौँ। अब फेरि यहाँ हेरौँ, यो कति भन्ने कुरामा पनि म धेरै भात खान्छु, धेरै भात, म धेरै भात खान्छु, धेरै भात भन्दै गर्दा हामीले विशेषणको परिभाषा पनि एकचोटि सम्झ्यौँ। नामिक पदको विशेषता बताउनेलाई विशेषण भनिन्छ। विशेषणले जहिले पनि नामिक पदको विशेषता बताएको हुनुपर्छ। म के खान्छु भन्दा भात खान्छु, के? भात। यो नामपद भयो, यसले नामका बारेमा बताएको हुनाले यो विशेषण भयो। यदि कति भन्ने शब्दले, यहाँ कति भन्ने प्रश्न फेरि दोहोरिएर आएको छ, कतिले क्रियाको बारेमा बुझाउने अवस्थामा चाहिँ त्यसलाई क्रियायोगी अथवा क्रिया विशेषण भन्दछन्। विशेषण नामको लागि पनि हुन सक्छ, क्रियाको लागि पनि हुन सक्छ। त्यसैले यो प्रश्न यहाँ दुईचोटि आएको छ। क्रियाको लागि आएको विशेषण अर्थात् क्रिया विशेषण हो भने त्यसले क्रियाको बारेमा बताउँछ। यदि विशेषण मात्रै हो भने त्यो विशेषणले चाहिँ नाम वा सर्वनामको बारेमा बताएको हुन्छ। विशेषणसँग नाम वा सर्वनामको सम्बन्ध रहेको हुन्छ। जस्तै कि म धेरै पढ्छु भन्यो भने यहाँ म धेरै भनेर मलाई धेरै भन्न खोजेको पनि होइन, धेरैवटा म भनेको होइन, धेरै चाहिँ पढ्छु भनेको हो। त्यसैले धेरै पढ्छु, पढ्छु भनेको क्रिया हो। क्रियाको लागि कति भनेर सोधियो भने चाहिँ त्यो विशेषण हुँदैन, त्यो चाहिँ क्रिया विशेषण हुन्छ। नत्र भने धेरै भात, ऊ थोरै पुस्तक पढ्छ। यसरी कुनै पनि नामिक पदको लागि कति भन्ने प्रश्न गर्ने हो भने त्यसको उत्तर चाहिँ विशेषण हुन्छ। त्यसै गरी हामी कुन भन्ने प्रश्नका लागि विचार गरौँ। उदाहरण लेखौँ। त्यो केटो गयो, एउटा उदाहरण। र अर्को उदाहरण लेखौँ। त्यो त बसेछ। अब यी दुई वाक्यमा लेखिएका त्यो पदलाई हेरौँ। यो पहिलो वाक्यमा त्यो केटो गयो अर्थात् प्रश्न सोध्ने हो भने कुन केटो गयो, यहाँ आएको त्यो कुन भन्ने प्रश्नको उत्तरमा आउँछ। त्यस्तै त्यो त बसेछ, यहाँ कुन त बसेछ हुँदैन, यहाँ को बसेछ हुन आउँछ। त्यसैले यहाँ आएको त्यो
को भन्ने प्रश्नको उत्तरमा छ, यहाँ आएको त्यो कुन भन्ने प्रश्नको उत्तरमा छ, पहिलो कुरा। दोस्रो कुरा, यसको पछिल्तिर नामिक पद आएको छ, यसको पछिल्तिर नामिक पद आएको छ र यसले कुन केटो भन्दा त्यो केटो भनेर नामलाई लक्षित गरेको छ, संकेत गरेको छ। यस कारणले यो शब्द विशेषण हो, यो शब्द सर्वनाम हो। हामीले भनेका छौं को भन्ने प्रश्नको उत्तर सर्वनाम हुन्छ। यहाँ त्यो भनेको छ, त्यो त बसेछ भन्दा यसको सट्टामा राम त, श्याम त, हरि त भनेर नाम पनि राख्न सकिन्छ। यसरी कुन भन्ने प्रश्नको उत्तरमा आउने छ भने त्यसलाई हामी विशेषण भन्छौं, को भन्ने प्रश्नको उत्तरमा आउने शब्द सर्वनाम हुन्छ। यस कारणले पनि एउटै शब्द फरक फरक वाक्यमा फरक फरक पदवर्गका रूपमा आएको हुन्छ। कहिलेकाहीँ हामी कुनै कुनै शब्दलाई कण्ठ गर्ने, त्यो भन्ने शब्द सर्वनाम हो भनेर त्यसरी सोच्ने, सम्झने, कुनै शब्दलाई विशेष शब्द विशेषलाई ध्यान दिएर पदवर्ग निर्धारण गर्नेतिर लाग्यो भने धोका खान पनि सक्छौं। वाक्यमा त्यो पदले कुन वर्गका रूपमा काम गरेको छ त्यसलाई महत्त्व दिएर पदवर्ग छुट्याउनु पर्छ। अर्को एउटा कुरा पनि थपौं, यो, त्यो, यी, ती यस्ता दर्शक सर्वनामहरूले विशेषणका रूपमा काम गर्न सक्छन्, जसको पछिल्तिर ठ्याक्क पछिल्तिर नाम पद आएको हुन्छ। यस्ता दर्शक सर्वनामहरूबाट बनेका विशेषणहरूलाई हामी संकेतबोधक विशेषण पनि भन्छौं। ती विशेषणलाई पदवर्ग छुट्याउँदाखेरि विशेषण हो भनेर हामीले यकिन गर्नुपर्ने हुन्छ। अब हामी जाउँ फेरि क्रियापदतर्फ। यहाँ क्रियाका लागि लेखिएको छ, कर्ताको काम वाक्यको काल बुझाउने शब्द क्रिया हुन्छ। क्रियाका लागि हामी भन्छौं क्रियाले कर्ताको काम बुझाउनु पर्छ। त्यति मात्रै बुझाएर हुँदैन, त्यसले वाक्यको काल पनि बुझाएको हुनुपर्छ। भूतकाल, वर्तमान काल, भविष्यत काल अथवा त्यसको कुनै पक्ष, काल वा पक्ष, त्यो काललाई जनाउने शब्द मात्र क्रिया हुन्छ। कर्ताको काम बुझाएर मात्र पुग्दैन, काम पनि बुझाउनु पर्यो, वाक्यको काल पनि त्यसले बुझाउनु पर्छ। जस्तै राम गयो, यो वाक्यमा गयो क्रिया हो, किनभने रामको जाने कामका बारेमा, सामान्य भूतकालका बारेमा यसले जानकारी दिएको छ। त्यस्तै हरिले पढेको छ, अब यसमा पनि हरि कर्ता हो, हरिको काम पढ्नु हो, यो पढेको बताउने शब्द क्रिया हो। त्यस्तै गरी यो वर्तमानकालीन छ भनेर बताउन आएको छ, यो छ पनि क्रिया हो। यसले पनि पूर्ण पक्ष भनेर बताउँछ, यसले वर्तमान काल भनेर बताउँछ। त्यसकारणले यो क्रिया हो, यो क्रिया हो, दुवैले काल बताएका छन्, साथसाथै यसले कामलाई पनि बताएको छ। अब एउटा अर्को उदाहरण हेरौं, राम पढेर सुत्छ। यो वाक्यमा चाहिँ यो पढेर भन्ने शब्द क्रिया होइन। रामको पढ्ने कामका बारेमा त यसले जानकारी दिन्छ, तर यसलाई हेरेर हामी यो वाक्य कुन कालको हो भनेर चिन्न सक्दैनौं। अर्थात् वाक्यको काल बुझाउनका लागि यसले कुनै पनि सहयोग गर्दैन। राम पढेर सुत्छ, यो वाक्य सामान्य वर्तमान कालको, जसलाई हामी यो एउटा शब्द हेर्ने बित्तिकै चिन्छौं। यो शब्द हेरिराख्नु जरुरी छैन। त्यसकारणले यो क्रिया हो, तर यो क्रिया होइन। कारण स्पष्ट छ, कर्ताको काम बताएर मात्रै हुँदैन, कर्ताको कामका साथसाथै यसले काल पनि बताउन सक्नुपर्छ। यसले काल बताएको भए यो क्रिया हुन्थ्यो। यहाँ यो क्रिया हो किनभने पूर्ण पक्ष बताएको छ, यहाँ यो क्रिया होइन किनभने यसले कुनै पनि काल बताएको छैन। त्यसैले कर्ताको काम र काल बताउने शब्द क्रियापद हुन्छ। हामीले नाम, सर्वनाम, विशेषण र क्रियाका बारे चर्चा गर्यौं। त्यसका लागि एउटा प्रश्न मैले यहाँ लेखेँ, ऊ मेरो घरमा आएर सानो टिभी हेर्छ। यहाँ भएका सबै शब्दहरूको हामीले पदवर्ग छुट्याउनु पर्यो। पहिला यसलाई छुट्याउँ, ऊ, यो कुन पदवर्ग हो भनेर छुट्याउनु पर्दा यसलाई प्रश्नमा रूपान्तरण गरौँ। को मेरो घरमा आएर सानो टिभी हेर्छ भन्दा ऊ, को। अब को को उत्तर तोकिएको छैन, नतोकिएको उत्तर आयो भनेपछि यो सर्वनाम भयो। अब मेरो, मेरो यसलाई पनि प्रश्नमा रूपान्तरण गरौँ। कसको भन्दा मेरो, ऊ कसको घरमा आएर, मेरो घरमा आएर। त्यसकारणले कसको, मेरो, कसको भन्ने प्रश्न कहाँ आयो, कसको, विशेषण। त्यसकारणले यो विशेषण पद हो। अनि घर मात्रैलाई टुक्र्यौं, घरमा भन्ने पुरै शब्दलाई नगरिकन घर मात्रैलाई गरौँ एकछिन। घर, कि घर। त्यसकारणले के भन्दा घर,
के भन्ने प्रश्न हामी खोजौँ कता छ, यहाँ र यहाँ छ। अब तोकिएको हो वा होइन एउटा कुरा, यसको सट्टामा कुनै नाम राख्न सकिने अवस्था छ वा छैन अर्को कुरा। अब हेरौँ, घर घर हो अथवा गोठ हो अथवा बाटो हो अथवा के हो भनेर यहाँ निर्धारण गरिएको छ। गोठ होइन, बाटो होइन, घर तोक्यो। अथवा घरलाई हटाएर हामी यसको सट्टामा नाम राख्ने स्थिति छैन, के भनेर त भनिसक्यो। त्यसकारणले यो तोकिएकै छ, स्पष्टै छ, यो नामपद हो। अनि फेरि मा, यसलाई हेरौँ, यसको बारेमा हामीले पढ्नु बाँकी छ। यो नामयोगी नामपदसँग जोडिएर आउने भनेर फेरि हामी यसको चर्चा गर्नेछौँ। यदि पुरै घरमा भनियो भने पनि यो नामयोगीलाई हामी महत्त्व नदिएकन यसैका आधारले यो पुरै पदलाई नै नामपद भनेर भन्छौँ। आएर, आएर आउनु त काम हो, उसको काम, आउने काम, काम बतायो, कर्ताको काम, क्रिया हो कि होइन अब हामी सोच्नु छ। यसले यो वाक्य कुन कालको हो भन्दा उत्तर दिन्छ कि दिँदैन भन्दा यो आएर भन्ने शब्दका आधारले यो पुरा वाक्य कुन कालको हो हामी भन्न सक्दैनौँ। बीचमा संयोजक भएर उपवाक्य लगाइएको स्थिति पनि यहाँ छैन। त्यसकारणले यसले वाक्यको काल जनाएन, काम मात्रै जनाएर पुगेन, यो क्रियापद होइन, यो क्रियायोगी हो। यसको बारे हामी पछि कुरा गर्नेछौँ। अनि फेरि अब यसलाई हामी हेरौँ, सानो, प्रश्नमा लगाउँ, कत्रो टिभी, सानो टिभी, कत्रो कत्रो कत्रो, यहाँ छ कत्रो विशेषण भनेपछि यो विशेषण पद हो। फेरि यसलाई हेरौँ, के हेर्छ, टिभी हेर्छ, के टिभी, के दुई ठाउँमा छ। तोक्यो कि तोकेन, टिभी हेर्छ, पुस्तक हेर्छ, ऐना हेर्छ, के हेर्छ, टिभी हेर्छ, तोकियो। अर्थात् यसको सट्टामा नाम राख्ने स्थिति छैन, पहिले आएको छ। सट्टामा नाम राख्ने स्थिति भइदिएको भए सर्वनाम हुन्थ्यो, यो पहिल्यै आयो, के हेर्छ, टिभी हेर्छ। त्यसैले के को उत्तरमा आएकाले यो शब्द पनि नाम हो। अब हेर्छ, उसको काम हेर्ने, उसले हेर्ने काम गर्यो, कर्ताको काम बतायो। काल बताउँछ कि बताउँदैन यसले हेरौँ, यो वाक्य कुन कालको छ भन्दा यसैलाई हेरेर हामी भन्छौँ सामान्य वर्तमान कालको छ। त्यसकारणले यसले काल जनायो, काल जनायो, काम जनायो, यो क्रिया हो। त्यसकारणले यसलाई हामीले क्रिया होइन भन्यौँ, यसलाई हामीले क्रिया हो भन्यौँ। आधारहरू पनि भए, हामी यसरी नाम, सर्वनाम, विशेषण क्रियालाई अब केही हदसम्म चिन्न सक्ने भयौँ। अब हामी फेरि नामयोगीदेखि क्रियायोगीसम्मका अथवा अव्ययका प्रकारहरूको बारेमा क्रमैले चर्चा गर्छौँ। कुनै पनि नाम वा सर्वनामसँग दिको जोडिएर आउने अनि त्यो पदको अरू पदहरूसँगको सम्बन्ध देखाउने शब्दलाई हामी नामयोगी भन्छौँ। नामयोगीले के गर्छ त, नाम वा सर्वनामसँग दिको जोडिएर आउँछ अनि त्यो शब्दको सम्बन्ध अरू शब्दहरूसँग देखाउने काम, बुझाउने काम गर्छ। जस्तै रामसँग पुस्तक छ भन्दा यहाँ राम को भन्दा राम, यो नामपद भयो अनि योसँग एउटै दिको जोडिएर गाँसिएर आएको शब्द यो नामयोगी हो। त्यस्तै गरी म उसलाई भेट्छु, अब म उसलाई भेट्छु भन्दाखेरि ऊ सर्वनाम भयो अनि योसँग दिको जोडिएर आएको अर्को जुन लाई छ, यो लाई चाहिँ नामयोगी हुन्छ। विभक्तिहरूलाई पनि हामी नामयोगी नै भन्छौँ, यी विभक्तिहरू पनि नामयोगी नै हुन्। त्यस्तै गरी विभक्ति बाहेक अन्य सँग, सित, सहित, बमोजिम, माथि, तल, अघि, पछि, अगाडि, पछाडि यस्ता शब्दहरू पनि नामयोगी हुन्छन्। यी जहिले पनि सजिलो छ, नाम वा सर्वनामसँग दिको जोडिएर आउँछन्। त्यसै गरी एउटा अवस्था छ जहाँ नाम वा सर्वनामसँग दिको नजोडिकन पनि यो नामयोगी आउँछ। जस्तै साँढे मन्दिरको पछाडि छ। अब यसो भन्दै गर्दा साँढे मन्दिरको पछाडि छ, यो पछाडि नामयोगी हो, मन्दिर नाम हो, यो मन्दिरसँग यो नामपदसँग पछाडि आएर मन्दिरको पछाडि भएको छ। तर यो दिको चाहिँ जोडिएन। किन जोडिएन त भन्दा यहाँ को एउटा अर्को नामयोगी आइसक्यो, मन्दिर को, यो विभक्ति पनि नामयोगी नै हो। यो को नामयोगी भयो, एउटा नामयोगी आइसकेपछि अर्को नामयोगी त्यहाँ आएर जोडिँदैन, पहिलो कुरा। दोस्रो कुरा यो विभक्ति हो, विभक्तिको अर्थ नै के हुन्छ, विभक्त गर्ने, विभक्त गर्ने भएका कारण यसलाई हामी विभक्ति भन्छौँ। यसले यो नामयोगीलाई विभक्त गरिदियो। तर जब हामी यो कोलाई हटाइदिन्छौँ
तब यो वाक्य चाँडै मन्दिर पछाडि छ यसरी जोडिने स्थितिमा आइपुग्छ। त्यसैले यो विभक्तिका कारणले मात्रै नजोडिएको, यदि त्यो विभक्ति नहुँदो हो त यो पनि विभक्त हुँदैन थियो, यो पनि जोडिन्थ्यो। त्यसैले नाम वा सर्वनामसँग जोडिने नै एकाइहरू भनेर बुझ्दाखेरि पनि यहाँ आपत्ति भएन। यस्ता एकाइलाई, यस्ता शब्दहरूलाई हामी नामयोगी भन्दछौँ। अब अर्को कुरा गरौँ फेरि संयोजकका बारेमा। संयोजकले कुनै पनि पद अथवा शब्द, उपवाक्यहरू अथवा वाक्यहरूलाई गाँस्ने, जोड्ने काम गर्छ। जस्तै म दाल र भात खान्छु। अब यसो भन्दै गर्दा दाल र भात दुईटा शब्दहरूलाई र ले जोडेको छ, यो र संयोजक भयो। संयोजकको काम के भयो त शब्दलाई जोड्यो यसले। साथसाथै वाक्यलाई पनि जोड्छ। राम पढ्छ तर श्याम पढ्दैन। यसरी वाक्यलाई राम पढ्छ एउटा वाक्य, श्याम पढ्दैन अर्को वाक्य, यसले जोड्ने काम गर्यो तरले। वाक्यलाई जोड्न आएको शब्द पनि संयोजक हुन्छ। यसले शब्दलाई अथवा वाक्यलाई जोड्ने काम गर्छ। संयोजकको काम चाहिँ जोड्नु हो। र, तर, अनि, नत्र, पनि, न, किनकि यस्ता एकाइहरू संयोजक हुन्छन्। जब तब, जहाँ तहाँ, जसरी तसरी, जहिले तहिले, भने, भनी, भनेर, भन्ने यस्ता एकाइहरू पनि संयोजक हुन्छन्। संयोजकका प्रकारहरू छन् सापेक्ष योजक, निरपेक्ष योजक। हामी फेरि यी सबै पद वर्गका बेग्ला बेग्लै भागहरूको बेग्ला बेग्लै जानकारी पनि अर्को भिडियोमा भेट्न सक्छौँ। त्यो भिडियो पनि यहाँ उपलब्ध नै छ। अहिले हामीले चाहिँ संक्षेपमा भनिराखेका कारण यसको प्रकारतिर फेरि गएनौँ। अब हामी चर्चा गरौँ विस्मयादि बोधकका बारेमा। विस्मयादि बोधक, विस्मय आदि, विस्मय इत्यादि कुराहरू, हर्ष, विस्मात, पीडा, आश्चर्य लगायतका हामीलाई कहिलेकाहीँ घृणा लाग्छ, कहिलेकाहीँ अचम्म लाग्छ, कहिलेकाहीँ हामी अन्योलमा पर्छौँ, कहिलेकाहीँ दङ्ग पर्छौँ, कहिलेकाहीँ रिसाउँछौँ, कहिलेकाहीँ खुसी हुन्छौँ इत्यादि अवस्थालाई, त्यस्ता कुराहरूलाई बोध गराउने, त्यस्ता कुराहरूलाई बुझाउने शब्द विस्मयादि बोधक हुन्छ। हामी खुसी हुँदा आहा कस्तो राम्रो फुल भन्छौँ, त्यो आहा विस्मयादि बोधक हुन्छ। फोहोर मन नपर्दा छि कति घनाएको भन्छौँ, त्यो छि विस्मयादि बोधक हुन्छ। हामी के अचम्म मान्दा लौन भन्छौँ, त्यो लौन फेरि विस्मयादि बोधक हुन्छ। यसरी हामीलाई हर्ष, विस्मात, पीडा, आश्चर्य इत्यादि विस्मयहरू, भावहरू व्यक्त गर्नका लागि हामीले अनायास प्रकट गर्ने शब्दलाई हामी विस्मयादि बोधक भन्छौँ। र कुरा जोडौँ, विस्मयादि बोधक शब्दहरू हामी कल्पिएर, सोचेर, बनाएर प्रस्तुत गर्दैनौँ। ती हाम्रो मनबाट आकस्मिक रूपमा निस्कन्छन्। त्यसलाई हामी आकस्मिक उद्गार, आकस्मिक उद्गार भनेको चाहिँ अचानक प्रकट हुने त्यस्ता भाव भन्छौँ। जस्तै हामीलाई आगोले पोल्यो, आगोलाई पोलिसकेपछि मलाई आगोले पोल्यो, आगोले पोल्दाखेरि आछु अया होइन आथा भन्नुपर्छ, आगोले पोल्यो त्यसैले आथा, त्यसरी सोचेर योजना बनाएर व्यक्त गर्दैनौँ। हाम्रो मनबाट आगोले पोल्ने बित्तिकै आथा आथा अचानक त्यो आवाज आइहाल्छ। न्यानोमा बसेको बेलामा चिसो पानीको छिटा पिठोमा जिउमा पर्यो, हामी आछु गरिहाल्छौँ। हामी कल्पना गरेर, योजना गरेर त्यस्ता शब्दहरू व्यक्त गर्दैनौँ। ती अनायास हाम्रो मुखबाट प्रकट हुन्छन्। कहिलेकाहीँ अचम्मका, सुन्दै नसुनिएका, भाषामा नभएका, शब्दकोशमा नभएका शब्दहरू पनि हाम्रो मुखबाट त्यसरी फ्याट्ट आउन सक्छन्। त्यस्ता एकाइहरूलाई, त्यस्ता शब्दहरूलाई हामी विस्मयादि बोधक शब्द भन्दछौँ। अनि सजिलो पनि छ, तिनीहरूले एउटा आफूसँग एउटा चिनारी पनि ल्याएका हुन्छन्। यो चिन्ह परीक्षाका हिसाबले अथवा अन्य ठाउँमा पहिचान गर्नका लागि विस्मयादि बोधकसँग विस्मयादि बोधक चिन्ह आउँछ। यो चिन्ह हेरेर पनि हामी विस्मयादि बोधक भनेर भन्न सक्छौँ। तर कहिलेकाहीँ झुकिने ठाउँहरू पनि रहन्छ। जस्तै कि आहा कस्तो राम्रो फुल भनेर लेख्दा, कस्तो राम्रो फुल भनेर लेख्दै गर्दा यहाँनिर पुरै वाक्यलाई विस्मयका रूपमा एकदमै खुसी भएर प्रस्तुत गरियो भने यहाँ फेरि अन्तिममा पनि यो चिन्ह आउँछ। तर यो चिन्ह आयो भन्दैमा यो फुल चाहिँ विस्मयादि बोधक होइन, किनभने यो चिन्ह यो शब्दका लागि मात्र नभएर यो पुरै वाक्यका लागि लेखिएको हुन सक्छ। यसरी पुरै वाक्यका लागि लेखिएको अवस्थामा चाहिँ यो चिन्हभन्दा अगाडिको शब्दलाई विस्मयादि बोधक हो भनेर झुकिनु मिल्दैन। अन्यथा ती विभिन्न भावहरूलाई जनाउनका लागि आएका शब्दसँग हुने चिन्हले चाहिँ हामीलाई सहयोग पुर्याइराखेकै हुन्छ। अब भन्ने पालो छ निपातको। निपातहरू भनेका यस्ता शब्दहरू हुन् जसको आफ्नै स्वतन्त्र अर्थ हुँदैन। त्यसले कुनै पनि वाक्यमा आएर त्यो वाक्यले भन्न खोजेको अर्थलाई
मिठो बनाइदिन्छ, स्पष्ट बनाइदिन्छ, छिटो छरितो बनाइदिन्छ, अर्थात् प्रभावकारी बनाइदिन्छ। त्यस्ता शब्दहरूलाई हामी निपात भन्दछौँ। जस्तै कि नि, त, पो, लौ, न, रे जस्ता शब्दहरूले निपातका रूपमा काम गर्छन्। जस्तै राम त गएछ नि भन्दै गर्दा राम त गएछ मुख्य वाक्य हो। यो नि नभएको भए पनि फरक पर्दैन थियो, वाक्य आफै पुरा हुन सक्थ्यो। राम त गएछ वाक्य आफैमा पुरा छ, तर राम त गएछ नि भन्दा यसको अर्थ बेग्लै मिठास हुन्छ, बेग्लै प्रभावकारिता हुन्छ। यहाँ त नभनेको भए पनि पुग्थ्यो, राम गएछ मात्रै भनेको भए पनि पुग्थ्यो। राम त गएछ नि यसलाई हटाइदिउँ, वाक्यमा कहीँ समस्या पर्दैन। यिनीहरूले वाक्यलाई प्रभावकारी बनाउने, यहाँ हामीले लेखेका छौँ सरल बनाइदिने, सरस बनाइदिने, त्यस्तो किसिमको काम गरिराखेका हुन्छन्, त्यस्तो भूमिका निभाएका हुन्छन्। जस्तै कि अर्को एउटा उदाहरण लिउँ। राम पो असल छ त भन्दा राम असल छ मुख्य कुरो त यही हो, तर पोले निर्धारण गर्यो, तोक्यो, राम पो भनेर यसलाई जोड दियो, अर्थलाई साह्रै प्रभावकारी बल दिएर प्रस्तुत गर्ने काम गर्यो। राम पो असल छ त, यो त पनि नभएको भए पनि हुन्थ्यो, तर यसले वाक्यलाई मिठास दिने काम गर्यो। यसरी वाक्यलाई सरल, सरस र सहज बनाइदिने एकाइहरू निपात हुन्छन्। तिनीहरूको आफ्नै अर्थ हुँदैन। जस्तै यहाँनिर राम त गएछ नि भन्दा गएछलाई काट्यो भने जति यो वाक्य अर्थहीन हुन जान्छ, त्यसरी त र निलाई काट्दाखेरि चाहिँ हुँदैन। तिनीहरूले स्वतन्त्र अर्थ नभएका कारण अन्य शब्दहरूलाई सहयोग गर्ने काम चाहिँ अवश्य पनि गरेका हुन्छन्। अब अन्तमा हामी क्रियायोगीको चर्चा गरौँ। यो पदवर्गका 9वटा प्रकारहरूमध्ये क्रियायोगीलाई सामान्यतया नामयोगीको पछाडि बयान गरिन्छ, तर अहिले मैले यहाँ अन्तिममा यसको बयान गर्न गइरहेको छु। यसको कारण चाहिँ के हो त भन्दा हामीले यी अन्य धेरै पदहरू चिनिसकेपछि क्रियायोगीको कुरा गर्दा केही हदसम्म सुविधा हुन्छ। अधिकांश विद्यार्थीहरूका लागि, अधिकांश अध्येताहरूका लागि क्रियायोगी अन्यलको विषय पनि बनेको मेरो अनुभवले बताएको छ। त्यसैले यो क्रियायोगीलाई यी सबै कुरा बुझिसकेपछि अनि बाँकी कुराहरूको आधारमा बुझ्न सजिलो पर्छ भन्ने हेतुले मैले यसलाई यहाँ पुछारमा टिप्पण गरेको हुँ। क्रियायोगी अत्यन्तै महत्त्वपूर्ण छ। हामीले जुन विशेषण भनेर कुरा गर्यौँ, विशेषणले नाम र सर्वनामको विशेषता बताउँछ, त्यस्तै गरी क्रियायोगीले चाहिँ क्रियाको विशेषता बताउँछ। यसलाई अर्को शब्दमा क्रिया विशेषण पनि भन्दछन्। क्रियाको विशेषता बताउने, क्रियाको बारेमा बताउने, क्रियालाई स्पष्ट पार्ने, सहयोग पुर्याउने, क्रियाले भन्न खोजेको आशयमा बल पुर्याउने, त्यसलाई चाहिँ प्रभावकारी तरिकाले व्यक्त गर्ने, त्यसलाई खुलस्त पार्ने इत्यादि भूमिका क्रियायोगीले निर्वाह गरिरहेको हुन्छ। त फेरि पनि भनौँ, विशेषणले नाम र सर्वनामको बारे बताए जस्तै क्रियायोगीले चाहिँ क्रियाको बारेमा बताउँछ। अब यसका लागि विभिन्न प्रश्नहरू यहाँ लेखिएका छन्। कसरी, कहिले, किन, कति, क्रियाका लागि कहाँ, अनिर्दिष्ट रूपमा यसरी आएको छ भने त्यसको उत्तर क्रियायोगी हुन्छ। हामी अब यो क्रियायोगीका लागि आउने विभिन्न प्रश्नहरूको बारेमा क्रमबद्ध रूपमा छलफल गर्दै जाउँ। कसरी, कुनै पनि वाक्यमा एउटा उदाहरण लिउँ। राम मुसु मुसु हाँस्यो। अब हेरौँ, राम कसरी हाँस्यो भन्दा मुसु मुसु हाँस्यो। यो अनुकरणात्मक शब्द हो। सबै अनुकरणात्मक शब्दहरू क्रियायोगी हुन्छन्। अनुकरणात्मक शब्द बाहेक पनि यो क्रियाको अवस्था, राम बेसरी हाँस्यो, राम बिस्तारा हाँस्यो, राम खित्का छोडेर दुईटै शब्दलाई हामीले रेखाङ्कन गर्यो, खित्का छोडेर भनिदियो भने त्यो पुरै एकाइ पनि फेरि क्रियायोगी नै हुन जान्छ। कसरी भन्ने प्रश्नको उत्तरमा आउने उत्तरलाई हामी क्रियायोगी भन्दछौँ। त्यस्तै गरी कहिले, समयबोधक। राम हिजो आयो, मैले अघि नै पढिसकेँ। त्यहाँ हिजो, अघि नै, पहिल्यै, पछाडि, भोलि, आजै यस्ता शब्दहरू पनि फेरि क्रियायोगी हुन्छन्। यो समयबोधक हुन्छ। यसले कहिले भन्ने प्रश्नको उत्तर दिने काम गर्छ। किन भन्दा लेख्न, बस्न, पढ्न, हिँड्न, डुल्न। म खाना आएँ भन्दा यहाँनिर म किन आएँ, खाना आएँ। ऊ पढ्न गएको थियो, तिनीहरू लेख्न बसे। यस्ता एकाइहरू क्रियायोगी हुन्छन्। त्यस्तै कति, यो
कतिका लागि मैले अघि पनि यहाँ कुरा गरेँ, यहाँ पनि कति आएको छ, यहाँ पनि कति आएको छ भनेर कुरा गरेँ। अनि मैले फेरि पनि भने यो कतिले नाम अथवा सर्वनामको बारे बताएको हुन्छ भने यो कतिले यहाँ लेखिएको छ क्रियाको बारे बताएको हुन्छ। यसका लागि एउटा उदाहरण लिउँ, एउटा रमाइलो उदाहरण। मसँग धेरै पुस्तक छन् तर म थोरै पढ्छु। अब यसरी लेख्दा मसँग धेरै पुस्तक छन् तर म थोरै पढ्छु। धेरै पुस्तक, थोरै पढ्छु, यी दुईटा शब्दलाई हेरौँ, धेरै र थोरै शब्दलाई हेरौँ। कति पुस्तक, यहाँ कति पुस्तक, धेरै पुस्तक। पुस्तक नाम पद हो, त्यसैले नामका बारेमा बताउने भएकाले यो धेरै विशेषण हो। अब यहाँ फेरि हेरौँ, थोरै पढ्छु भन्दा कति पढ्छु, थोरै पढ्छु। यो पढ्छु क्रियापद हो, क्रियाका बारेमा बताउने भएकाले यो क्रिया विशेषण अथवा क्रियायोगी। अब यसलाई फेरि यो वाक्यलाई उल्टो बनाऊ, मसँग थोरै पुस्तक छन् तर म धेरै पढ्छु। यसरी हेरौँ, शब्द एउटै हो, अगाडि पछाडि मात्रै पारियो, तर मसँग कति पुस्तक, थोरै पुस्तक। अब यो विशेषण। तर म धेरै पढ्छु भन्दा पढ्छुलाई बुझायो धेरैले, यो क्रिया विशेषण। हामीले शब्द कण्ठ गरेर नहुने भयो। यहाँ धेरैलाई चाहिँ हामीले धेरै भन्ने शब्द विशेषण रहेछ भनेर कण्ठ गरिदिएको भए अब यो वाक्यमा त हामी गल्ती हुन्थ्यौँ। हामीले यो थोरै भन्ने शब्द क्रिया विशेषण रहेछ भनेर कण्ठ गरेको भए यो यहाँ थोरै पढ्छु आयो बित्तिकै हामी फेरि गलत हुन्थ्यौँ होला। त्यसैले बुझ्नु के पर्यो त भन्दाखेरि पद वर्ग भनेको शब्द कण्ठ गरेर शब्द बुझेर हुने कुरो होइन। त्यसले वाक्यमा कसरी काम गर्यो त्यो नै मुख्य कुरा हो। यदि नाम वा सर्वनामलाई जनायो भनेदेखि त्यो विशेषण हुने भयो, यदि क्रियालाई जनायो भने त्यो क्रिया विशेषण हुने भयो। यस आधारले हामी भन्न सक्छौँ वाक्य हेर्नुपर्छ, वाक्यमा कसरी काम गरेको छ, विशेषणको रूपमा काम गरेको छ कि क्रिया विशेषणको रूपमा काम गरेको छ कि त्यो पहिला पहिचान गर्नुपर्छ, अनि बल्ल हामी उत्तर भन्न सक्छौँ। त्यस्तै अर्को प्रश्न छ कहाँ भन्ने प्रश्नको उत्तर पनि हामीले यहाँ अघि भनेका थियौँ। कहाँ भन्दाखेरि त्यसको उत्तर नाम पनि हुन सक्छ, सर्वनाम पनि हुन सक्छ भनेर कुरा गरेका थियौँ। अब अहिले हामी फेरि भन्दैछौँ कहाँ भन्ने प्रश्नको उत्तर यो अनिर्दिष्ट अवस्थामा चाहिँ क्रियायोगी हुन्छ भनेर। यस्ता प्रश्नहरू धेरै छैनन्, एकाध प्रश्नहरू मात्रै दोहोरिएका छन्, नत्र अन्य प्रश्नहरूको उत्तर चाहिँ फेरि बेग्ला बेग्लै छ। यहाँ अन्यल हुने ठाउँ छैन। केही प्रश्नहरूमा चाहिँ हामीले अलिकति बढी बुद्धिलाई खेलाउनु पर्ने हुन्छ, अलिकति बढी सोच्नु पर्ने हुन्छ, त्यति गरे पुग्छ। धेरै अन्यल हुने ठाउँहरू चाहिँ छैनन्। केवल साना एक दुईटा प्रश्नहरूमा चाहिँ हामीले अलि बढी विचार पुर्याउनु पर्ने स्थिति छँदैछ। त कहाँको कुरा गरौँ, राम बाहिर छ। यो राम बाहिर छ भन्दै गर्दा यो बाहिर शब्द क्रियायोगी हो। किन भन्दाखेरि यसले राम बाहिर छ भनेर रामभन्दा बाहिर भन्न खोजेको होइन। यो राम कहाँ छ भन्दाखेरि राम कहाँ छ भन्दाखेरि बाहिर छ भनेर बाहिर कतैतिरलाई बताइराखेको छ। अब यही बाहिर फेरि राम घर बाहिर छ भनिदिएको भए, घर बाहिर छ भनिदिएको भए घरभन्दा बाहिर, घर बाहिर नामसँग जोडिएर आयो। हामीले यहाँ लेख्यौँ नामिक पदसँग जोडिएको, होइन, नामिक पदसँग जोडिएर आउने, यो नामयोगी हुन्थ्यो, बाहिर नामयोगी हुन्थ्यो। तर अहिले नामसँग जोडिएर आएको होइन, राम बाहिर भनिदिएको होइन, यहाँ चाहिँ घर बाहिर भनेको हो। त्यसैले यो चाहिँ नामयोगी हुन्छ बाहिर, यो बाहिर चाहिँ क्रियायोगी हुन्छ। यसरी यस्ता शब्दहरूले भित्र, बाहिर, अगाडि, पछाडि, माथि, मुनि यस्ता शब्दहरू धेरै हुन सक्छन्। वारी, पारी, वरिपरि, जसले कहाँ भन्ने प्रश्नको उत्तर अनिर्दिष्ट रूपमा बताउँछन्, तिनीहरू चाहिँ क्रियायोगी हुन्छन्। यो अनिर्दिष्ट रूपमा बताउँछन् भन्नाले यिनीहरू नाम वा सर्वनामसँग सँगै आइराखेका चाहिँ हुँदैनन्, यिनीहरू बेग्लै आएका हुन्छन्। यसरी जोडिएर आएको अवस्थामा बाहेक बेग्लै बेग्लै आएका अवस्थामा तिनीहरू क्रियायोगी हुन्छन् भनेर बुझ्नुपर्छ। र अब थोरै कुरा केही बाँकी छन् क्रियायोगीका लागि। यहाँ लेखिएको छ धातुसँग ए र ई अथवा अन्य अव्यय लाग्यो भने पनि त्यसलाई हामी क्रियायोगी भन्छौँ। जस्तै कि गएर, जा प्लस एर गएर, खाएर, लेखेर, पढेर, भनेर, सुतेर, बसेर, उठेर, यसरी एर लागेका एकाइहरूलाई हामी क्रियायोगी भन्छौँ। त्यो एरकै काम इले गर्ने हो, वैकल्पिक प्रयोग हुन्छ यसमा। जस्तै कि गएरलाई भन्नु सट्टा हामी गई भन्न सक्छौँ, खाएरलाई खाई भन्न सक्छौँ, लेखेरलाई लेखी भन्न सक्छौँ, देखेरलाई देखी भन्न सक्छौँ, लेखी, देखी, बसी, हिँडी, डुली, उठी, भनी, यस्ता शब्दहरू पनि यी लागेका शब्दहरू पनि धातुमा यी लागेर बनेका पनि
क्रियायोगी हुन्छन्। त्यस्तै अन्य अव्यय भनेको छ, यसको मान्य चाहिँ के हो भन्दाखेरि भनेपछि यो भनेसँग पछि जोडिएर आयो, यसरी जोडिएर आएपछि यो एकाइ क्रियायोगी भयो। देख्ने बित्तिकै अथवा देख्न साथ एउटै कुरा हो, यो पनि क्रियायोगी भयो हैन। लेख्नाले अव्यय जोडिएर आयो, ले अव्यय जोडिएर आयो, यो पनि क्रियायोगी हो। यसरी कुनै एउटा क्रिया जस्तै देखिने क्रिया मूलबाट बनेको अथवा धातुबाट बनेको एकाइमा अर्को अव्यय जोडिराखेको छ भने त्यो एकाइलाई पनि हामी क्रियायोगी भन्दछौँ। अब हामी फेरि एकचोटि निचोडमा कुरा गरौँ। पदवर्गमा यी विभिन्न 9वटा समूहहरू छन्। ती समूहहरू अर्थात् ती वर्गहरूको पहिचान हामीले गर्नुपर्ने हुन्छ। यसको बारे हामीलाई यदि गहन अध्ययन जरुरी छ भने यी सबैका लागि बेग्ला बेग्लै भिडियोहरू बनाइएका छन्, त्यो तपाईले मेरो लिङ्कमा गएर हेर्न सक्नुहुन्छ। अहिले हामीले यहाँ समग्र रूपमा चर्चा गर्यौं, सबैलाई एकमुष्ट रूपमा सबैलाई एकै साथ राखेर यिनीहरूको समानता असमानता नजिकको सम्बन्ध इत्यादि कुराहरूलाई केलाउनका लागि हामीले यो भिडियो हेर्यौं। यसका माध्यमले हामीलाई पदवर्ग पहिचान गर्न धेरै हदसम्म सहयोग पुग्छ भन्ने मैले विश्वास लिएको छु। बाँकी फेरि अरू कुरा अरू भिडियोमा हुने नै छन्। धन्यवाद।